हेलो नमस्ते मेरो युट्युब च्यानल साथीहरू अनि मेरो मनपर्ने साथीहरू मेरो नमनपर्ने साथीहरू सबैलाई नमस्ते जय मसी। अनि तपाईहरु कस्तो हुनुहुन्छ हौ? हामी त आमा छोरी ठिकै छौं हैन आमा? ठीक छौं आमा छोरी ठिक छौं। आमालाई भर्खर 16 वर्ष पुग्दै छ नानी। अब मेरो आमा 16 वर्ष पुग्दै हुनुहुन्छ। के गरेको थियो? कपाल सुकाइदिएको हो। त्यसले भरर भएर क्या आमा। भरर होस् न। भरर किन हुनु नि? त्यो तन्किन्छ। ए तन्किँदैन। त्यसले पनि त तन्किन्छ। यो नतन्किने खालको के आमा। धेरै तपाईलाई आथा आथा भन्नुहुन्छ। अनि त्यही भएर यो गरिदिएको नि। तातो भएको त आछा त भन्नुपर्छ। हो अनि अब यो चिसो भयो भने आछु भन्नुपर्छ। यसले हुँदैन। यसले राम्रो हुन्छ। आमालाई नुहाइदिए गर्दे। अब कपाल सपाल तछस् र म छु र तछस्। आमा छोरी त्यस्तो पो छौँ हौ। छोरी छ र म छु र छोरी छ। हो त्यो त हो। मेरो आमा म दुईजना। अब अरू त को नि? म त कहिल्यै लुते हुँदैन यो गालाहरू पोक्क पोक्क। तपाईको? यो कहिले अहिले तपाईले त्यो सुन्नेको छ अलिअलि। भरे बिहान उठ्दाखेरि सुनिन्छ। अब मेरो आमालाई राम्री बनाइदिन्छु। आमाले के छ के? मेरो आमाले राम्री बनाइदिएको। तपाईहरु के गर्दै हुनुहुन्छ? मैले त भर्खर आमालाई नुहाइदिसके। अब एकछिन पछि मालिस गरिदिन्छु। नाच्छु। अनि आमा नाच्नुहुन्छ। आमा नि बजार जानुहोस् ल आमा। ल त्यसको जानु ल। ल त्यसको भएको जति सबै बोकेर ल्याउँछु। सबै बोकेर ल्याउनु ल आमा सुपर मार्केट गएर। सबै बोकेर आउनु। तपाईहरु कुन ठाउँमा हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? सबैको दिन तिमीहरूको पनि आमा छ होला, छोरीहरू छ होला। यसै गर्नु है आमालाई। स्याहार्नु हैन? स्याहार सम्हार गर्नु। आमालाई त्यो त जस्तो रोपो उस्तै फल्छ नि। हो नि। अनि आमालाई नसरी कसलाई? छोरी छ र म छु र छोरी छ। हो त नि। अनि आमालाई चिलाको टाउको चिलाको जुम्रा मार्दैन। आमा त तपाईको कपाल कस्तो आउँदैछ त तलबाट? कसरी चिलाको कस्तो आउँदैछ आमा तलबाट कपाल? भयो आयो नकोर त्यसले। ल यसले हैन पर्ने चाहिँ।